कुनै प्रिन्टर अब हैन हाम्रो L805 पहिला प्रिन्टरको नाम लेख्नु पर्यो मोडल नम्बर L805 रिसेटर भन्ने हुन्छ हैन L805 रिसेटर अब यहाँ कुन चाहिँ छ अब सफ्टवेयर हैन हामीले अघि यसबाट डाउनलोड गरौँ हैन कहिले डाउनलोड गर्ने यहाँ पासवर्ड दिएको हुन्छ त्यसबाट कपी गर्ने यसरी अनि त्यसपछि कहाँ डाउनलोड गर्ने कहाँ गयो के खोज्यौ तिमी विन्डोज में कम्प्रेस कहाँ गयो कम्प्रेसन आठ से पाँच को रिसेटर है नि इसमें तो यहाँ छ नि अप्सन इसमें तो सेलेक्ट गर हैन 805 ओके यसमा जाऊ त्यसपछि यहाँ हुन्छ तिमीले भर्खर सेलेक्ट गर्यौ नि त्यो यो 805 सेलेक्ट गर्ने कि हाम्रो 805 यूएसबी मा कनेक्ट छ नि त ओके यसमा पार्टिकुलर एडजस्टमेन्ट मोड के गर्ने हो हैन सबै चाहिँ हेड क्लिन इन्चार्ज अनि वेस्टिङ प्याड कन्ट्रोल त्यसमा थिचेर अनि ओके भइदियो नि अब हेड क्लिन गर्ने हैन क्लिन भयो हेड क्लिन अब कस्तो गर्ने हो मिडियम हार्ड एकदम हार्ड गर्ने क्लिन गर्दिम हुन्न तर अब हामीलाई छुट्टी छ नि हैन यो छैन भने यो हामीसँग छैन नि हैन त्यो के कसरी गर्ने त हामीले कुन छैन यो तिमीले अहिले यो खोजेर गर्यौ नि यो के यिनीहरू डाउनलोड गर्ने हो त नि भर्खर डाउनलोड गर्न सिकाएँ त यहाँबाट त्यही डाउनलोड गर्ने हो रिसेटर भनेर सर्च हान्नु क्या प्रिन्टरको मोडल यो फेरि ओन्ली इङ्क वाला मात्र हुन्छ नि इप्सनको मात्रै मिल्छ